गुड मर्निङ सबैजनालाई। ल अब हाम्रो कर्तव्यसँग लड्की म्यामको वेडिङ सेरेमनीको लागि तयार हुँदैछ। यहाँ केटाहरू यहाँ पाल टाइम्दैछ। आज पहिलो दिन, अब 10-15 दिन जति लाग्छ होला प्रोग्रामको लागि। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ हाम्रो केटाहरूले कतिको मेहनत गरिरहेछ भनेर। यहाँ हाम्रो कार्तुको सिन अथवा तिन्जेको अनि फेरि हामी यहाँ सामान चलाएर आएको। ओहो यार, कहाँ हानेको यार, सामान यस्तो प्रयोग गर्नुपर्छ यहाँ। ओ यो के हो यार, ढुकचोक रहेछ त यो। ल गुड मर्निङ गाइस, यो हाम्रो दोस्रो दिन सरसफाइ गर्दैछ। आमा धेरै माखा नै यार। ओहो गुड आफ्टरनुन। यो हाम्रो तेस्रो दिन हो। म हिजो आउन पाएन, बेलुका भिडियो गर्न पाएन, मतलब दिउँसो सरी। चलाएको सामानहरू यही हो, हेर्न सक्नुहुन्छ। अब तेस्रो दिन पनि अब लगभग सकिन लाग्यो। यहाँ अब हाम्रो दाइहरूले नेपाल झन्डा गाड्दै रहेछ। यो पालहरू सबै चाइनाको हो, तर यो चाहिँ ह्यान्डमेड। यहाँ मेड एन्ड डोल्पो तिन्जे भनौँ न। यो चोक्साहरू सबै, ढुकचोकहरू, टेबलहरू सबै यहाँ मेड इन तिन्जे है, तिन्जे। कसैले अर्डर गर्नुपर्छ भन्ने सम्पर्क गर्नु होला। ल गुड मर्निङ गाइस, यो हाम्रो चौथो दिन। हाम्रो अर्को यो के अरे कर्मा साउजीको ट्र्याक्टर स्टार्ट नभएर यहाँ हामी तान्न लागेको छौँ, हाम्रो ल्याएर साउजीको ट्र्याक्टरले। र हाम्रो गेट पनि लगभग भयो। घडै है यही हो हाम्रो। सबैजनालाई वेलकम। अब लगभग यहाँ रेडी भइरहेछ। यो चाहिँ डम्बो बस्ने ठाउँ हो। डम्बो मिन्स गेस्ट बस्ने ठाउँ है यो। हेलो, अब अहिले यहाँ नुर्कीको घरमा आएको छु, मतलब ब्राइड टु बीको घरमा न। उनीहरूको घरमा पनि अब एक दिन अथवा एक रात चाहिँ भयङ्कर पार्टी हुन्छ। उनीहरूले हल्का के प्रिपरेसनको लागि हेभी पनि हुन्छ है। यो चाहिँ एउटा सङलाई फाइदा भयो। ल हाम्रो यहाँ नुर्कीको घरको आसपास हेर्नु होला। नुर्कीको हो भनेर सोचिरह होला तिमीहरूले। नुर्की चाहिँ हाम्रो ब्राइड टु बी है, सँग बुढी हो। तर हाम्रो यहाँ फेरि यसलाई छ्याङ्का भन्छ। के छ्याङ्का भन्छ। ल अब हाम्रो यहाँ के अरे स्टेज मिलाउँदैछ है। यहाँ प्रोग्रामहरू हुन्छ, नाचगानहरू हुन्छ, डान्स भनौँ न। ल गुड मर्निङ नै हो। अब हिउँ परिरहेछ 5औँ दिनमा। हाम्रो भित्रको प्रिपरेसन हेर्नु होला। यसलाई छोरो भन्छ, छोरो। यो चाहिँ न्याउहरूको लागि हो, न्याउ एन्ड प्लस गेस्टहरूको लागि। भित्रको यो पालभित्र हो, अघिको चाहिँ घरभित्र हो। पालभित्र पनि अब यहाँ। ल गुड मर्निङ सबैजनालाई। हाम्रो कति दिन भयो भनेपछि 1 2 3 4 5 6 दिन गरेर 6 दिन लगभग हाम्रो सबै पालहरू सजाइसक्यो। सजाएर भित्रको प्रिपरेसन पनि राम्रै छ। हेर्न आमा यो कस्तो खान मन लाग्यो यार। मुलुर भित्र
के ठाउँ चाहिँ चोक पनि डुक्चोक मात्र हो गर्छ गर्छ त्यो लेट्स वेट एन्ड वाच अब यहाँबाट आउन लागेछ ऊ आयो यहाँबाट आयो है घोडामा चढेर आउँछ बाइक छ तर हाम्रो यो कल्चरमा बाइकमा चढ्ने त्यो छैन नि त त्यही भएर घोडामा चढेर आएको यहाँ लगभग 50 जति होला 50 बढी हो कि क्या यो चाहिँ न्यारवेन हो रातो टोपी लगाएको चाहिँ अलिक यो पछि त ल्याङ्गो त हो ओए ह्यान्डसम बाहिर आउनु भएछ त उनीहरू बस्ने ठाउँमा जाँदैछ अहिले एकछिन चिया खाएर अब केटीलाई लिन जानुपर्छ ल्याएन भने फेरि टाइसँगलाई गाटो हुने यसलाई छोटन भन्छ अनि यता सुइमा गरेको न्याउलाई न्याउहरूलाई सुइमा गर्दो रहेछ सुइमाको सुविधा पनि राम्रै छ हिँड्नु होला अब यो चाहिँ इट इज कल्ड वाइन छाङ अनि लिक्वायर भनौँ यो न्याउहरूको लागि हो न्याउ गोडा एक भन्दा एक खतरा छ यार कुनमा चढौँ भने फेरि सक्दैन चढ्न लेट्स गो अब यता हाम्रो सिमेन्टको यहाँबाट आयो है सिमेन्टको यहाँबाट आयो उनीहरूको ज्यान एकभन्दा एक खतरा छ बुढीले ल्याएरै छ 무시 무시 남바 조이롱 주는다 깨바상외 뒤사디로 좀들 자리 굴타부서 기랑나 시와 마치 나로 생을내 조이 빼다래
बुढी उठाउनको लागि रेडी हो अथवा केटी लिनको लागि या अब यहाँ बुढीको घरमा पुग्यो है उनीहरू पनि आउँदै होला लगभग आधी घन्टाको बाटो छ तर उनीहरू घोडा चढेपछि 15 मिनट बाइक बढी लाग्दैन म चाहिँ बाइक चढेर आएको उनीहरू आउँदै रहेछ यार म थल्छु आम्मा हाम्रो यसलाई चाहिँ सुइमा भन्छ यो चाहिँ सुइमा हो ल अब यहाँबाट चाहिँ म तिमीहरूलाई बुढीको घरभित्र चाहिँ देखाउँछ है उनीहरूको प्रिपरेसन कस्तो रहेछ यो चाहिँ अब न्याउहरू बस्ने ठाउँ हो अहिले न्याउहरू फेरि बाहिर गीत गाउनुपर्छ अहिले अब यहाँ गाउन लाग्छ खासमा हाम्रो कल्चरमा चाहिँ यो भित्र पठाउँदैन गीत राम्रोसँग गाएन भने उनीहरूले गीत राम्रोसँग गाएको हुनाले सिधै पठाए हाम्रो बुढाआमाहरूले यहाँ हेर्न अब हाम्रो भित्र पठाइसकेपछि उनीहरूले खाने भयो चिया छ्याङ आर्मो अथवा कोक विस्की वाइन सबै अब आज उनीहरू सुत्दै मिल्दैन यो उनीहरूको नियमै हो नत्र बुढी भाग्न सक्छन् त त्यही भएर अँध्यारो पनि भइसक्यो यो बुढीको लागि पाक बनाउने मान्छे हो खासमा अब उनीहरूको छिमेकी भएको कारणले उनीहरूले चाहिँ अथवा उनीहरूको आफन्त भएको कारणले बुढी गयो भने राम्रोसँग जानु होला भनेर 3 दिनको लागि यसलाई चाहिँ पाक भन्छ हाम्रो ओरिजिनल चम्पाले सातुले बनाएको सातु ओरिजिनल घिउ ओरिजिनल सुतीले बनाएको क्यामेरा बुझ्नु ठिकेर 얘나 샤투기도 하래. 에이 멍멍서대. 에이 대강 찌지러대. 에이 찌지러대. 오케이. 다시. नियरमा सजाउन क्याप्टा योलाई चाहिँ न्यौलु भन्छ है हाम्रो भाषाबाट योलाई न्यौलु भन्छ उनीहरूले राति गाउनु पर्ने हुन्छ यो हाम्रो ल अब
अब योले चाहिँ हाम्रो भाषाबाट स्याङ भन्छ यो चाहिँ हाम्रो ट्रेडिसनल डान्स हो ल अब डिनर टाइम है मोमो सुरु भयो उनीहरूको लागि मोमो यहाँ मोमो बनाउँदैछ मोमो बनाउँदै हैन मोमो पकाएर पनि उनीहरूले यहाँ दिइसकेको रहेछ खायो ओ कस्तो मिठो गरी खायो यार आहा ल अब बुढीको घरमा पनि एक दिन बस्यो एक दिन काट्यो अब उनीहरूले बुढीलाई लिएर जानुपर्छ अब बिहानै हो अब हाम्रो यहाँ नियममा के छ भन्दाखेरि बिहानै लिएर जानुपर्ने हुन्छ अब यहाँ बुढीलाई लिएर जाँदैछ यसलाई चाहिँ न्यारुन भन्छ रातो टोपी लागेको लिने मान्छे चाहिँ ऊ हो उनी बाँकीको लगभग 40-45 जना केटाहरू उसको साथी हो अब म बुढाको घरमा जानुपर्छ फेरि बाइकमा कुदेर यहाँ उनीहरूले बिदाई गरेर म अगाडि जानुपर्छ यार हामीहरूले चाहिँ यसरी न्याउलाई हान्छ ताकि यहाँदेखि केटीलाई लिइसकेपछि राम्रो गर्नुपर्छ भनेर नत्र फेरि केटीलाई चाहिँ हेर्न सक्छ नि त हैन त्यही भएर यसले चाहिँ खेर्टो भन्छ यो चाहिँ नयाँ मान्छे घरभित्र आएपछि पूजा गर्नुपर्ने हुन्छ किनकि नयाँ मान्छेसँग जे पनि हुन सक्छ नि त त्यही भएर यो चाहिँ हाम्रो पहिला पुर्खादेखि चलिरहेको हो
星空几年前边，哦了几年梦，了在夜上走别人的马路，爬山爬呀就别要单车。ल अब घरभित्र पुग्यो यो चाहिँ टैसङको घर हो घरभित्र यहाँबाट घरभित्र पुगेपछि स्याङ चिया सिया खुवाउनुपर्छ अब बुढी ल्याएपछि खुसीको खबरमा आज हाम्रो अब हाम्रो दुला र दुलै यहाँ हाम्रो यारको लागि तयारी हुँदैछ दुल्हा दुलै पुरै गाउँलेहरूको साथमा सुब्बा सम्बा लगाएर चट्ट अब लगभग 2 घन्टा 1 घन्टा पछि भनौँ न हेयर लाउने रेडी हो हेयर लाउनको लागि रेडी हो अब सबै गाउँलेहरू आउनुहुन्छ म हजुरहरूले देखाइदिन्छु यसलाई हाम्रो भाषाबाट पक्टल भन्छ हाम्रो दुल्हा र दुलै यता छ सँगै न्याउहरू अब पुरै बियर सियर स्याङ खाँदै यहाँ मस्तले ढुङ्गाम सर राम्रो मोबाइल चलाउँदैछ यार ल अब हाम्रो गाउँलेहरू पनि आइपुग्यो अब पालो पालो गरेर हेयर लाउनुहुन्छ है हजुरहरू हेर्नु होला
la sacar sa pala che gi यसले हाम्रो भाषाबाट साजन जो बिनी मला साजे gi मला tu si yen zai चिन्ने मलाको लागि धेरै गर्दै हुनुहुन्छ आज हाम्रो 10 दिन पुरा भयो अब आज चाहिँ हाम्रो गेम डे गेम खेल्ने रस्सी तान्ने मान्छे कुद्ने ढुङ्गो चाल्ने बाइक ट्रायल पास गर्ने सम्मान छ र आज हाम्रो यहाँ 11औं दिनमा घोडा कुदाइ हुन्छ 8 9 10 वटा छ घोडा जसले जिते नि 15,000 सरप्राइज सौजीबाट हाम्रो दुल्हाबाट 15,000 रहेछ जसले जिते नि र अब कलेज जित्छ होला यहाँ पूजा गर्दैछ घोडादेखि नलडोस् भनेर त अब घोडाको डिस्टेन्स लगभग धेरै रहेछ ल घोडा आइसक्यो हेर्नु होला हजुरहरूले को जित्छ ल घोडा कुदाएर पनि यहाँ आइसकेको छ र प्रथम लिएर उपस्थित हुनुभएको छ हाम्रो पेमा तरोदाईको घोडा सेकेन्ड यहाँ छेतेनको घोडी हो यो घोडी हो त्यही पनि सेकेन्ड ल्यायो राम्रो हो अनि तेस्रो ल्याउने घोडा चाहिँ यता छ Samne ko phule du ta jansen patin so eto samne chule re trust le आज अन्तिम दिन टासी हुन्छ यहाँ अब उनीहरू नाच्दैछ टासी गर्दैछ र हाम्रो 15 दिन सक्यो धन्यवाद सबैजनालाई